सानी पाथिभरालाई शिरमा राखेर मेची नदी र बिरिङ खोलाको तीरमा रहेको इलामको रोङ गाउँपालिका प्रकृतिले दिएको एउटा अमूल्य उपहार हो। कान्ला र पाखा पोखरामा लगाइएको कृषि उपज र मेहनती किसानले गरेको पशुपालन रोङको समृद्धिको आधार हो। बहुमूल्य खोल्साको सुन अलैँची रोङ गाउँपालिकाको धन दिगो विकासको उपहार हो। प्राचीन शासक अल्पसंख्यक लेप्चा जातिको जीवन कहानीलाई बोकेको रोङ नेपाल एकीकरणको सार हो। यति मात्र होइन, सलकपुरको सुन्तला र किसानका घर घरमा पालिएको मौरीबाट उत्पादित मह रोङ गाउँपालिकाको परिचय दिने थप आधार हुन्। सुगौली सन्धिपछिको नेपाल भारतको सीमा छुट्याउने प्रसिद्ध मेची नदीको तीरमा रहेको रोङ गाउँपालिकाको नाम प्राचीन शासक लेप्चा जातिको इतिहाससँग जोडिएको छ। इलामको पूर्वी दक्षिण क्षेत्रमा अवस्थित रोङ गाउँपालिका इलामका 10 स्थानीय तह मध्ये राजनीतिक, सांस्कृतिक, भौगोलिक, प्राकृतिक, कृषि र पर्यटनको हिसाबले अब्बल रहेको छ। रोङ गाउँपालिका चाहिँ झापादेखि सबैभन्दा नजिकको स्थानीय तह हो। इलामहरूको स्थानीय तहहरू मध्येको सबैभन्दा नजिकको स्थानीय तह 3वटा मध्येको एउटा रोङ गाउँपालिका पनि हो। आन्तरिक पर्यटनको हिसाबले चाहिँ सबैभन्दा बढी प्रचुर सम्भावना भएको स्थानीय तह हो। अन्य स्थानीय तह यो रोङ बाहेकका इलामका अन्य स्थानीय तह र झापाको हावापानी उस्ता उस्तै छ, तर रोङको चाहिँ हावापानी झापाको भन्दा फरक भएको कारणले पनि यो आन्तरिक पर्यटनको लागि चाहिँ रोङ गाउँपालिका उत्तम गन्तव्य स्थल हो। मुख्य गरेर रोङ गाउँपालिकाले 2वटा स्थललाई अहिले प्रथम प्राथमिकतामा राखेर काम गरिरहेको अवस्था छ। एउटा धार्मिक पर्यटकीय स्थल पाथिभरा, यसलाई धार्मिक पर्यटकीय स्थलको हिसाबले चाहिँ प्रवर्धन गर्ने, यसको विकास गर्ने भनेर यसको गुरुयोजना निर्माण भएको छ र त्यो गुरुयोजना अन्तर्गत निरन्तर काम भइरहेको अवस्था एउटा छ। अर्को धार्मिक, सांस्कृतिक, ऐतिहासिक र प्राकृतिक हिसाबले एकदमै मनोरम ठाउँहरूलाई जोडेर 29 किलोमिटर लामो साइक्लिङ रुट सहितको एउटा चाहिँ हामीले डेस्टिनेसन पोइन्ट चाहिँ बनाउँदैछौँ। त्यो चाहिँ रोङ गाउँपालिकाको वडा नम्बर 6 पाटापुरबाट अगाडि बढ्छ र त्यो 8 किलोमिटर क्षेत्र इन्डियासँग जोडिएको रोङ गाउँपालिकाको क्षेत्र, त्यसलाई चाहिँ ब्युटी बोर्डरको हिसाबले विकास गर्दै त्यस पछाडि सलकपुरको ग्रामीण पर्यटनसँग, कृषि पर्यटनसँग जोड्दै अगाडि बढेर झन्डीको दृश्यावलोकन पोइन्ट हुँदै हाँसपोखरीसम्म आइपुग्छ। त्यसो हुँदाखेरि यो चाहिँ 29 किलोमिटर लामो छ। यो 29 किलोमिटर लामो जुन साइक्लिङ रुट छ त्यहाँ चाहिँ विभिन्न विशेष पोइन्टहरू छन्, जस्तो ब्युटी बोर्डरदेखि लिएर माथि गुर्दुम, झन्डी, हल्लनी, हाँसपोखरी लगायतका क्षेत्रहरू जोडेर, गुगल पोइन्ट लगायतका क्षेत्रहरू जोडेर चाहिँ यो अगाडि बढ्छ। यसले 4वटा फरक सांस्कृतिक अवस्थालाई पनि जोड्छ। एउटा हिन्दू धर्मावलम्बीहरूको चाहिँ नि आफ्नै स्थल जहाँ चाहिँ अहिले मेडिटेसन सेन्टर बनिरहेको छ, त्यो ठाउँ जोड्छ। अर्को चाहिँ 2वटा चाहिँ मुख्य गुम्बाका क्षेत्रहरूलाई जोड्दै बौद्ध कल्चरलाई जोडेर अगाडि जान्छ। अर्को किराँत राईहरूको चाहिँ सांस्कृतिक थलोलाई जोड्छ भने अर्कोतिर यहाँ चाहिँ लेप्चा, लोकप्रमुख जाति लेप्चाको संस्कृतिसँग जोडेर जाने पर्यटकीय स्थल हो। साबिकका जिर्मले, इरौटार, कोलबुङ र शान्तिपुर गाविस मिसाएर बनेको रोङ गाउँपालिकामा 6वटा वडाहरू रहेका छन्। 155.06 वर्ग किलोमिटरमा फैलिएको रोङको जनसङ्ख्या 2078 को प्रारम्भिक जनगणना अनुसार 17,555 रहेको छ। रोङ गाउँपालिकाको पूर्वमा भारत, पश्चिम र उत्तरमा सूर्योदय नगरपालिका र दक्षिणमा झापा जिल्लासँग सीमा जोडिएको छ। धार्मिक, पर्यटकीय, कृषि र पशुपालनका लागि रोङ गाउँपालिकाले प्रसिद्धि कमाएको छ। रोङ गाउँपालिकाको शिरमा रहेको प्रसिद्ध सानी पाथिभरा हाँसपोखरीबाट सुरु भएर झापा जोड्ने कर्सुङ पदमार्ग, देवान राजाको गढी, देवानगढी, देवानछाप पूर्वी नेपालका पहाडी जिल्लाको प्रवेशद्वार, जोरकलस अनि स्वागत झरना पर्यटकीय गन्तव्य हुन्।
रमिते डाँडा बेरिङ भ्यालीसँगै कयौं ऐतिहासिक महत्त्वका धार्मिक सांस्कृतिक क्षेत्र, सिमसार पर्यटकीय स्थल र सयौं पर्यटकहरू रमाउने असंख्य डाँडाकाँडाहरू यहाँ रहेका छन्। रोङ गाउँपालिकाले पर्यटकीय क्षेत्रमा कामहरू धेरै नै सुरुवात गरेको छ। केही पर्यटकीय कामहरू सम्पन्न पनि भइसकेको छ, जसमध्ये चाहिँ रोङ गाउँपालिका वडा नम्बर 3 को साना पाथीभरा त्यस क्षेत्रमा चाहिँ गाउँपालिकाले केही काम गरिसकेको छ। हाँसपोखरीदेखि नजिकै रहे त्यहाँदेखि सुरु भएको चाहिँ 29 किलोमिटर कर्सुङ पदमार्ग, त्यो पनि काम चाहिँ रोङ गाउँपालिकाले गत आर्थिक वर्षदेखि नै सुरुवात गरेको, त्यसको विभिन्न चाहिँ चरणहरू चाहिँ देखि नै सुरु गरेर अहिले त्यसको कामहरू भइ नै रहेको छ। यो सम्पन्न हुने बाँकी छ। यसमा बीचको ठाउँमा धेरै कामहरू गर्न बाँकी छ। यसमा सबैभन्दा बढी रोङ गाउँपालिकाले गरेको काम चाहिँ यो कर्सुङ पदमार्ग, सँगसँगै अरू पनि धेरै पर्यटकीय क्षेत्रमा काम गरेको छ। मेची पहाडी राजमार्गको चाहिँ सुरुवात यो जुन जोरकलस ब्युटिफिकेसनमा पनि केही काम भएका छन्। त्यसको नजिकै स्वागत झरना, त्यसमा पनि धेरै पर्यटकीयहरू, यो चाहिँ सिजनेबल हो, जुन बेला चाहिँ त्यो गर्मीको सिजन छ त्यो बेला धेरै पर्यटकहरू त्यहाँ पनि आउने गरेका छन् स्वागत झरनामा। सँगसँगै देवन राजाहरूले चाहिँ राज्य गरेको चाहिँ ठाउँ देवनछाप, त्यसमा पनि पर्यटकीय क्षेत्र नै त्यसलाई पनि मानिएको छ। सँगसँगै रमिते डाँडा, मेची खोला, नेपाल र भारतको जुन चाहिँ सिमाना मेची खोलामा ब्युटी बोर्डर, त्यहाँ पनि चाहिँ रोङ गाउँपालिकाले लगानी गरेर धेरै कामहरू गरिसकेको छ। र यसमा विशेष गरी भारतदेखि अलिक बढी पर्यटकहरू आउने गरेछ। नेपाल भारतको धेरै पर्यटकहरू आउने र हामीलाई रोङ गाउँपालिकाको आम्दानीको स्रोतमा पनि यसलाई लिएको छ। र यसमा हाम्रो लोपन्मुख जातिहरू लेप्चाहरूको सङ्ग्रहालय पनि हाम्रो यो आर्थिक वर्षमा गत आर्थिक वर्षदेखि नै सङ्ग्रहालयको सुरुवात काम भइसकेको छ। यो चाहिँ सुरु मात्रै भएको छ, यसमा काम गर्न बाँकी छ। यसरी नै रोङ गाउँपालिकाले पर्यटकीय क्षेत्रमा धेरै नै कामहरू गर्न सुरु गरेको छ। केही सम्पन्न भइसकेको छ र केही बाँकी छन्। यसलाई निरन्तर रूपमा चाहिँ आउने जनप्रतिनिधि साथीहरूले गर्नु भए यो रोङ गाउँपालिकाको आर्थिक आम्दानीको स्रोत एकदमै राम्रो हुनेछ। यो सम्भावित ठाउँ रोङ गाउँपालिकाको। तराईको गर्मी छेल्दै प्राकृतिक सुन्दरतामा रमाउँदै, चराहरूको सुमधुर आवाजमा रम्दै अनि लोपन्मुख वनस्पतिसँग साइनो गाँस्दै पदयात्रा गर्न सकिने कर्सुङ पदमार्ग प्रदेश एकै प्रमुख पर्यटकीय पदमार्ग हो। रोङ गाउँपालिकाको महत्त्वकांक्षी योजना कर्सुङ पदमार्ग भएर यात्रा गर्दा झापाको गर्मीलाई इलामको हाँसपोखरी पुग्दा बिर्साउँछ। हाँसपोखरीबाट डाँडाहरूमा थकान मेटाउँदै यात्रा गरी झापा पुग्दा पहाडको सिरसिर हावा अनि चिसो मौसमको झझल्को आउँछ। 29 किलोमिटर लामो कर्सुङ पदमार्गमा हजारौं भक्तजनको आस्थाको केन्द्र पाथिभरा, ऐतिहासिक हाँसपोखरी, अल्पसंख्यक लेप्चा जातिको बसोबास भएको चिन्डेपानी, सयौं पर्यटक रमाउने गुगल डाँडा, किद्देभिर, झण्डी डाँडा, सुन्तलाको स्वादमा रमाउन सकिने सलकपुर पर्दछन्। कर्सुङ पदमार्ग भएर गुर्दुम डाँडा, जिम्बोलिङ गुम्बा, रक गार्डन, नेपाल भारत सीमा छुट्याउने ब्युटी बोर्डर, सिद्ध देवीस्थान, जौबारी गुम्बा, मनोकामना मन्दिर लगायत ऐतिहासिक र सांस्कृतिक महत्त्वका क्षेत्रको अध्ययन गर्न सकिन्छ। 29 किलोमिटरको कर्सुङ पदमार्ग जुन प्रारम्भिक फेजको निर्माण कार्य सम्पन्न गरेका छौँ। यो पदमार्ग भनेको विशुद्ध ग्रामीण पर्यापर्यटन विकासको लागि विकास गर्ने उद्देश्यले स्थापना गरिएको छ। र यो स्थापनासँगै यहाँनिर कृषि पर्यापर्यटन पनि छ, जैविक विविधतासँग जोडिएको पर्यटक पनि जोडिन्छ, कृषि पर्यापर्यटनसँग पनि जोडिन्छ र यो प्राकृतिक सुन्दरतासँग लोभाउने, वन जङ्गलसँग रमाउने हरेक प्रकृतिका पर्यटकहरू यो पदमार्गसँगै प्रवर्धन हुने उद्देश्यले रोङ गाउँपालिकाले यसलाई गौरवको योजनाका साथ गत आर्थिक वर्षदेखि प्रारम्भिक फेजको निर्माण कार्य आज आइपुग्दा सम्पन्न गरेका छौँ। र यसलाई दीर्घकालीन विकासको लागि हामीले स्वास्थ्य, सरसफाई, सुरक्षा, नियमित दीर्घकालीन पूर्वाधार विकास लगायतको कार्यक्रमहरू डिपिआर बनाएर नै साझेदार सङ्घ संस्था, सरकारी निकाय, प्रदेश सङ्घीय सरकारहरूसँग हामी मिलेर अघि बढ्दैछौँ। मेची राजमार्गको चारालीबाट इलाम उक्लिएपछिको पहिलो विश्रामस्थल हो कोटीडाँडा हाँसपोखरी क्षेत्र।
पाथिभरा मन्दिर दर्शनका लागि प्रथम खुड्किलो कुटी डाँडाबाट सुरु हुन्छ। कुटी डाँडाबाट 200 मिटर पार नगर्दै नागबेली मेची राजमार्ग छेउमा घना जंगल भित्रको फाटिलो टार र सुन्दर पोखरी नै हाँस पोखरी हो। हुस्सु र कुइरसँग लुकामारी खेल्ने हाँस पोखरी सुनाखरीको राजधानी समेत हो। घना जंगलको बीचमा विभिन्न लोपोन्मुख प्रजातिका अर्किडले सजिएको छ हाँस पोखरी। आयुर्वेदिक औषधिका रूपमा प्रयोग हुने सुनाखरी प्रति किलो 10,000 रुपैयाँसम्म बिक्री हुने गरेको छ। हाँस पोखरीमा पाइने सुनाखरी चीन, भारत, मलेसिया, ताइवान, जापान, अमेरिका लगायतका देशमा लुकीछिपी निर्यात हुने गरेको छ। व्यापारिक प्रयोजनका लागि ओसार पसार गर्न नपाइने सुनाखरीलाई साइटिक्समा एपेन्डिक्स 2 मा राखेको छ। हाँस पोखरी ऐतिहासिक पोखरी रहेको थियो। मेची राजमार्ग निर्माण भएपछि पोखरी पुरिएकाले अहिले जीर्णोद्धार गरिएको छ। हाँस पोखरी क्षेत्रमा सिद्धदेवी मन्दिर रहेको छ। सिद्धदेवी मन्दिर दर्शन गर्न आन्तरिक र बाह्य भक्तजनहरूको बाक्लो उपस्थिति हुन्छ। भक्तजनको बाक्लो उपस्थितिले गर्दा पोखरी क्षेत्रमा स्थानीयलाई आर्थिक उपार्जनमा सहयोग पुगेको छ। हाँस पोखरी भएर पूर्वी नेपालको प्रमुख धार्मिक स्थल सानी पाथिभरा दर्शनका लागि यात्रा तय गरिन्छ। पाथिभरा मन्दिर दर्शनका लागि कुटी डाँडा र हाँस पोखरी दुवै क्षेत्रबाट पदयात्रा गरिन्छ। धेरै भक्तजनहरूले हाँस पोखरीमा रहेको सिद्धदेवी मन्दिरको दर्शनपछि सानी पाथिभरा दर्शनका लागि पदयात्रा तय गर्छन्। भक्तजनको सुविधाका लागि यहाँ पक्की पदमार्ग निर्माणको काम हुँदै आएको छ। हाँस पोखरीबाट पाथिभरा मन्दिरसम्म पुग्ने गोडेटो बाटोको दूरी 900 मिटर रहेको छ। यस इलाम जिल्ला रोङ गाउँपालिका वार्ड नम्बर 3 को चाहिँ विशेष गरेर पर्यटन र कृषिमा चाहिँ महत्त्व राख्ने यो वार्ड हो र यो वार्ड नम्बर 3 मा चाहिँ यो पूर्वको प्रसिद्ध धार्मिक र पर्यटकीय स्थल पाथिभरा देवीको मन्दिर रहेको छ र यस पाथिभरा मन्दिरको दर्शन गर्नको लागि चाहिँ देश विदेशबाट लाखौंको संख्यामा भक्तजनहरू आउने गर्नुहुन्छ र घुम्नको लागि पर्यटक पनि आउने गर्नुहुन्छ र त्यसको अलावा चाहिँ यसमा हाँस पोखरी पनि त्यो एउटा यो यसको चाहिँ एउटा पर्यटक र धार्मिक हिसाबको यो धरोहर हो। त्यसैगरी गुगल पोइन्ट जहाँ चाहिँ अब सूर्य उदयको र अस्ताएको देख्न सकिन्छ र त्यहाँ चाहिँ विभिन्न रमणीय स्थलहरू देख्न सकिन्छ। त्यहाँबाट चाहिँ तराईका विभिन्न फाँटहरू इन्डियाको टिस्टा खोलादेखि लिएर दार्जिलिङको टाइगर हिलसम्म देख्न सकिन्छ भने कञ्चनजङ्घा हिमालसम्म पनि त्यहाँबाट चाहिँ दृश्य अवलोकन गर्न सकिन्छ। त्यसै गरेर चाहिँ साना ठुला पर्यटकीय स्थलहरू चाहिँ प्रशस्त मात्रामा छन् र त्यसको साथसाथै यस रोङ गाउँपालिका वार्ड नम्बर 3 मा विशेष गरेर लोपोन्मुख जातिको लेप्चा जातिको चाहिँ उद्गम स्थल रहेको छ। यहाँ चाहिँ लेप्चा भाषाहरूको चाहिँ पठन पाठन नै हुने गरेको छ र लेप्चा भाषाको सबैभन्दा पुरानो कल्चरहरू उहाँको चाहिँ धर्म संस्कृतिसँग जोडिएका सामग्रीहरू ऐतिहासिक सामग्रीहरू पनि यो रोङ गाउँपालिका वार्ड नम्बर 3 को चाहिँ जिल्बुङ जसलाई चिन्डेपानी भन्ने ठाउँमा चाहिँ पाइन्छ। त्यसमा चाहिँ उहाँहरूको लिपि पनि पढाइ हुन्छ। एकदमै पुरानो हजारौं वर्षका पहिला चाहिँ दस्तावेजहरू उहाँका चाहिँ धार्मिक ग्रन्थका चाहिँ पुस्तकहरू त्यहाँ चाहिँ देख्न पाइन्छ र त्यसले गर्दाखेरि चाहिँ यो पर्यटन क्षेत्रको हिसाबले र धार्मिक हिसाबले पनि जुन जिल्बुङ र पाथिभरा यो 3 नम्बर क्षेत्र चाहिँ अत्यन्तै महत्त्व राख्ने वार्ड पनि हो। रोङ गाउँपालिका 3 स्थित डाँडामा रहेको पाथिभरा देवीको मन्दिरको यात्रा कुटी डाँडाबाट पनि सुरु हुन्छ। कुटी डाँडादेखि 500 मिटर माथि रहेको मन्दिर दर्शनका लागि ठाडो उकालोमा सिडीबाट यात्रा गरिन्छ। पूर्व पश्चिम राजमार्ग 4 आलीबाट उत्तर मेची राजमार्ग समाएर 1 घण्टामा सानी पाथिभरा आइपुगिन्छ। भक्तजनको सुविधाका लागि पाथिभरा क्षेत्रमा गाउँपालिकाले निजी क्षेत्रको लगानीमा केबल कार सञ्चालनको योजना समेत अघि सारेको छ। पाथिभरा दर्शन गरेमा मनोकांक्षा पूरा हुने भएकाले कयौं भक्तजनहरू मन्दिरमा दर्शन गर्न आउँछन्। शनिबार र मंगलबार बढी तीर्थालुको भिड लाग्ने गरेको पाथिभरामा नेपाल, भारत, भुटानसम्मका तीर्थयात्री र पर्यटकहरू आउने गरेका छन्। तीर्थालुको लागि खाने र बस्नका लागि कुटी डाँडा बजारमा साना मझौला स्तरका होटल, रेस्टुरेन्ट र मन्दिर व्यवस्थापन समितिबाट सञ्चालित गेस्ट हाउस
रहेका छन्। पाथिभरा मन्दिरको दर्शनपछि नजिकैको रमिते डाँडाबाट झापा र भारतीय सहर सिलिगुडीसम्मको दृश्यावलोकनबाट रमाउन सकिन्छ। मन्दिरबाट 300 मिटर टाढा रहेको रमिते डाँडामा पुगेर पर्यटकहरू चिसो हावामा रमाउने गरेका छन्। रमिते डाँडा पुग्न पर्यटकहरूको सुविधाका लागि पदमार्ग निर्माण गरिएको छ। रोङ गाउँपालिकामा पर्यटनको सन्दर्भमा कुरा गर्दाखेरि पर्यटनको प्रचुर सम्भावना रहेको गाउँपालिका हो र विशेष गरी यहाँको पाथिभरा मन्दिर एउटा धार्मिक पर्यटनको प्रबल सम्भावना रहेको छ भने त्यसको पनि गुरु योजना बनाएर पहिलो कार्यकालबाट नै केही कामहरू त्यहाँ कार्यान्वयन भइरहेछन्। त्यसै गरी अर्को भन्दा हामीले कर्सङ पदमार्ग त्यसको चाहिँ एउटा ट्रायल रुट सहित फिक्स गरेर त्यसको डिपिआर गरेर हामीले कार्यान्वयन गरिरहेका छौँ र अस्ति मात्रै हामीले केही समय अगाडि उद्घाटन पनि गरिसकेका छौँ। त्यसै गरी यहाँ हाम्रो तलबाट झापाबाट अथवा अन्य इन्डियाका नजिकका क्षेत्रहरूबाट पनि यहाँ पर्यटकहरू आउने हुँदाखेरि सलकपुर हुँदै हाम्रो यहाँ होमस्टेका पनि सुविधाहरू यहाँनिर रोङ गाउँपालिकाभित्र उपयोग गर्न पाइन्छ र विशेष गरी यहाँको होमस्टेहरूमा चाहिँ ट्रेकिङ रुटबाट आउने पैदल यात्रीहरूको लागि चाहिँ अलिक विशेष उपयुक्त होला जस्तो देखिन्छ र त्यसको लागि अब हामीले चाहिँ अलिकति केही तालिमहरू होमस्टेलाई कसरी अलिकति व्यवस्थित बनाउने भन्ने कुरामा गाउँपालिकै पहलमा त्यहाँ तालिमहरू पनि भर्खरै सञ्चालन भइसकेका छन्। त्यस्तै अन्य कुराहरूमा विशेष गरी यहाँ इलाम पर्यटकीय क्षेत्र भएकोले र रोङ गाउँपालिका चाहिँ एकदमै मुखैमा पर्ने भएको हुनाले पनि यहाँबाट पर्यटकहरूलाई चाहिँ कन्यामतिर घुम्न आउने पर्यटकलाई पनि हामीले एउटा पदमार्गबाट हिँडाएर तल झापासम्म लान सक्यो भने यसले मलाई लाग्छ रोङ गाउँपालिकाको पर्यटन क्षेत्रमा निकै नै यसले महत्त्वपूर्ण भूमिका खेल्छ जस्तो लाग्छ। अहिले हामीले नयाँ आर्थिक वर्षमा गर्दा पर्यटनलाई पनि हामीले रोङ गाउँपालिकाको एउटा महत्त्वपूर्ण आम्दानीको स्रोत हुनेछ र यसले विकासमा पनि अलिक बहुआयामिक प्रभाव पार्छ भनेर नै हामीले लिएका छौँ र विशेष गरी हामी ती भएका डिपिआर र गुरु योजनाहरू बमोजिम हामी कार्यान्वयन गर्दै लानेछौँ र त्यसको अलावा हामीले जस्तो एउटा विशेष अनुदान अन्तर्गत हामीले यहाँको लेप्चा सङ्ग्रहालयको लागि पनि हामीले सङ्घीय सरकारमा हामीले हाम्रो माग गरिरहेका छौँ र अब समपूरक र विश्व अनुदान पनि सङ्घ तथा प्रदेशसँग चाहिँ हामीले समन्वय गरेर पर्यटन क्षेत्रलाई चाहिँ अलि माथि उठाउने भन्ने हाम्रो गाउँपालिकाको चाहिँ एउटा अवधारणा चाहिँ हामीसँग छ। कुटी डाँडा, हाँस पोखरी, पाथिभरा मन्दिर र रमिते डाँडाको यात्रापछि हामी पूर्वी इलामबाट झापा जोड्ने पर्यटकीय पदमार्ग कर्सङ पदमार्गको यात्रा गर्छौं। हाँस पोखरीबाट 100 मिटर मेची राजमार्गको कन्यामतर्फको यात्रापछि कर्सङ पदमार्ग पुगिन्छ। कर्सङको अर्थ लेप्चा भाषामा बहुमूल्य फूल सुनाखरी हो। घना जंगलको बीचमा चिसो मौसम रमाउँदै कर्सङ पदमार्गमा थुप्रै पर्यटकीय, धार्मिक र सांस्कृतिक महत्त्वका ग्रामीण बस्तीको अध्ययनसँगै मनोरञ्जन लिन सकिन्छ। कर्सङ पदमार्ग यात्रा सुरु गरेपछि हरियाली चियाबारीको बीचमा रहेको कन्याम, पाथिभरा क्षेत्र र नेपाल भारतका ग्रामीण बस्तीलाई निहाल्न सकिने गुगल पोइन्ट पुगिन्छ। नेपाल सरकार नापी विभागको भूमापन बिन्दु रहेको डाँडा नै गुगल पोइन्ट हो। रोङ गाउँपालिका 3 को सुनाखरी सामुदायिक वन क्षेत्रको यस गन्तव्यलाई पर्यटकीय स्थलको रूपमा विकास गर्न गुगल पोइन्ट नामकरण गरिएको हो। गुगल पोइन्टबाट सूर्योदय, कञ्चनजङ्घा हिमश्रृङ्खला, अन्तु डाँडा, भारतका अधिकांश भूभाग, तराईका समथर भूभाग, मेची नदीको अवलोकन गर्न सकिन्छ। समुद्री सतहबाट 2000 मिटरको उचाइमा रहेको गुगल पोइन्ट कन्याम र पाथिभराको भ्रमण गर्ने पर्यटकले एउटै खर्चमा पुगेर मनोरञ्जन लिन सक्छन्। गुगल डाँडाबाट अघि बढेपछि गिद्धेभिर पुगिन्छ। गिद्धको वासस्थान रहेको अग्लो पहाडलाई गिद्धेभिर नामकरण गरिएको हो। रोङ गाउँपालिका 3 र 5 को सीमा क्षेत्र रहेको गिद्धेभिर कर्सङ पदमार्ग भएर चराविज्ञहरू आउने गरेका छन्, जहाँ अहिले पनि प्रकृतिको कुचिकार मानिने दुर्लभ पंक्षी गिद्ध प्रशस्त पाइन्छ।
घना जङ्गलको अध्ययन गर्दै यात्रा गर्न सकिने खरसाङ पदमार्गमा पर्यटकीय क्षेत्र देउराली, पिङडाँडो र दैले पर्दछ। रोङ गाउँपालिका 5 र 6 को सीमा क्षेत्र चिसापानी देउराली क्षेत्र वनभोज स्थल हो। ग्रामीण क्षेत्रका युवा युवतीहरूको मनोरञ्जन स्थल चिसापानी देउराली हर्कटे रम्भ्याङ झापा जोड्ने सडक नजिकै रहेको छ। मेची राजमार्ग निर्माण अघि झापाबाट पहाडी जिल्ला इलाम, पास्तर र ताप्लेजुङसम्मको पैदल यात्राको छोटो बाटोमा चिसापानी देउराली थियो। चिसापानी देउराली खरसाङ पदमार्गले जोडिएपछि पर्यटकहरूको मनोरञ्जनको क्षेत्र बनेको हो। चिसापानी देउरालीबाट अघि बढेपछि पर्यटकीय क्षेत्र झण्डीडाँडा पुगिन्छ। रोङ गाउँपालिका 6 स्थित झण्डीडाँडामा नेपाल र भारतका पर्यटकहरूको घुमफिरको केन्द्र हो। परापूर्व कालमा डाँडा र आसपासमा घना जङ्गल रहेकाले मानिसहरू डाँडा आसपासको स्थानमा पूजा गर्थे र पूजा गरिसकेको सङ्केत स्वरूप झण्डा गाड्ने गरेको पाइन्छ। त्यसै कारण त्यो डाँडालाई झण्डीडाँडा नामाकरण गरेको पाइन्छ। किराँत जाति राईहरूको बसोबास रहेको झण्डीडाँडा क्षेत्रमा संसारी देवीको पूजा गरिने बुढापाकाहरू बताउँछन्। उक्त डाँडालाई नै गाजले डाँडा पनि भनिन्छ। तराईबाट उत्तरतिर हेर्दा उक्त डाँडा क्षितिजमा गाजल जस्तो देखिने भएकाले गाजले डाँडो भनिएको हो। वसन्त ऋतुमा तराईको गर्मी छल्नाउँदा गुराँसको फुलले पर्यटकलाई मनमोहक बनाउँछ। झण्डीडाँडा क्षेत्रमा पर्यटक आकर्षित भएपछि पर्यटकीय पूर्वाधार निर्माणको कामले पनि गति लिएको छ। नेपाल भारत सीमा क्षेत्रदेखि नजिकै रहेको झण्डीडाँडामा अहिले दैनिक 300 बढी पर्यटक पुग्ने गरेका छन्। झण्डीडाँडामा भारतको पश्चिम बङ्गाल भएर बढी मात्रामा पर्यटकहरू पुग्ने गरेका छन्। झण्डीडाँडाबाट नेपाल र भारतका भूभागको सुन्दर दृश्यमा रमाउन सकिन्छ। झापाबाट इलामको पर्यटकीय क्षेत्र कन्याम हाँस पोखरी जोड्ने पदमार्ग निर्माण गरिएपछि झण्डीडाँडाको महत्त्व झनै बढेको छ। झण्डीडाँडाबाट सूर्योदय र सूर्यास्तको दृश्यावलोकन पनि गर्न सकिन्छ। झण्डीडाँडा पुग्ने पर्यटकको सुविधाका लागि चिसापानी रम्भ्याङ सलकपुर क्षेत्रमा होमस्टेको प्रवर्तन गरिएको छ। नेपाल भारतका ग्रामीण बस्तीको अवलोकन गर्न सकिने भएपछि भारतको कोलकाता र नेपालको तराई क्षेत्रका युवा युवतीको बाक्लो उपस्थिति हुन्छ। झण्डीडाँडाबाट प्याराग्लाइडिङको सफल परीक्षण गरिएसँगै व्यावसायिक उडानको तयारी अन्तिम चरणमा पुगेको छ। थालिएका कामहरूमा जहाँ चाहिँ नि रुट चाहिँ खोल्ने काम सम्पन्न भएको छ, त्यसका बिचका पोइन्टहरू जहाँ चाहिँ नि हाम्रो डिपिआरले चाहिँ तोकेका कुराहरू सम्पन्न गर्नुपर्ने एकातिर छ भने अर्कोतिर चाहिँ थप रुटलाई चाहिँ अगाडि बढाउनु पर्ने आवश्यकता छ। यो काम थालिसकेको अवस्थामा यो छ। त्यस्तै पाथिभराको कुरामा प्रदेश सरकारले हरेक वर्ष निरन्तर बजेटिङ गरिरहेको अवस्था छ। यसलाई चाहिँ त्यो गुरु योजना अन्तर्गतको कामहरू निरन्तर अगाडि बढाउँदाखेरि त्यहाँ चाहिँ धार्मिक पर्यटकहरू चाहिँ बढ्ने र यसले चाहिँ पर्यटनलाई ठुलै मात्रामा प्रवर्धन गर्ने एउटा पाटो छ भने सँगै अहिले पछिल्लो समयमा किराँत सांस्कृतिक पार्कको रूपमा वडा नम्बर 5 का रातमाटे, देवनछाप, देवनगढी, चिसापानी र माथि देउरालीसम्मका कुरालाई चाहिँ हामीले चाहिँ डिपिआरको काम सुरु गरेका छौँ। त्यसलाई चाहिँ त्योसँग जोडेर अगाडि लान सकिन्छ। यसो गर्न सकियो भने रोङ गाउँपालिकाको प्रमुख आधार नै पनि अब पर्यटन नै हो। यो पर्यटकीय क्षेत्र बनाउन सकिन्छ, यो काम गर्न सकिन्छ एउटा भनेदेखि अर्को रोङ गाउँपालिकाको चाहिँ सबैभन्दा सुन्दर कुरा भनेको यो चाहिँ रेसिडेन्सियल क्षेत्र हो। झापादेखि नजिकै ठ्याक्कै मास्तिर आउँदाखेरि फरक हावापानीमा बस्न सकिने अवस्था छ। तल एसीले दिएको सुविधा भन्दा पनि सहज प्राकृतिक सुविधा उपभोग गर्न सकिने भूगोल हो यो। यहाँको मुख्य सहर बिर्तामोडदेखि करिब 45 मिनट गाडीमा घुड्दा नघुड्दै चिसो ठाउँमा बस्न सकिने ठाउँ हो। त्यसले गर्दा त्यसका पूर्वाधारहरू चाहिँ हामी बनाउँदैछौँ। पक्की पूर्वाधारहरू बनिसके पछाडि यहाँका चाहिँ आधारभूत सडकहरू चाहिँ कालोपत्रे भइसके पछाडि यो रेसिडेन्सियल एरियामा पनि परिणत हुने स्वाभाविक छ।
झण्डी डाँडाबाट अघि बढेपछि पुगिन्छ ऐतिहासिक स्थल सत्तालसिंह टाकुरा। सलकपुर र झण्डी डाँडाको बीचमा रहेको सत्तालसिंह टाकुरामा प्राचीन कालमा सत्तालसिंह राजा बसेर राज्य सञ्चालन गरेको किम्वदन्ती छ। त्यही बेला राक्षसी शैलीको राजा लोहासुरले अहिलेको भारतस्थित लोहागढमा राज्य सञ्चालन गर्दथे। लोहासुरले सत्तालसिंहमाथि धावा बोल्ने तयारी गरेपछि सत्तालसिंहले भगवान कृष्णको आराधना गरी सहयोग मागे। कृष्णले सत्तालसिंहको सहयोगका लागि पाण्डवहरूलाई खटाए र पाण्डवहरू आएर बसेको स्थानलाई पाण्डव गुफा भनिन्छ। सत्तालसिंह डाँडा नजिकै पाण्डवहरू आएर बसेको गुफालाई नै पाण्डव गुफा भनिन्छ। पाण्डव र लोहासुरको बीचमा घमासान्त युद्ध भयो। यसरी भएको युद्धमा लोहासुरको वध भयो। लोहासुर भएको स्थानलाई अहिले पनि लोहागढ भनिन्छ, जुन मेची खोला पारी भारतमा छ, जहाँ लोहा राजा लोहा रानीको दरबारको अवशेषमा स्थानीयवासीले पूजा गर्ने गरेका छन्। लोहासुर र सत्तालसिंह राजाको बीचमा लडाईँ हुँदा युद्धस्थलको पहिचान गराउन डाँडामा झण्डा गाडिएको स्थानलाई झण्डी डाँडा भनिने कथन पनि छ। लोहासुरको हतियारले लागेर हल्लिएको मानिने हल्लिने ढुङ्गा पनि यहाँ छ। युद्धपछि थकित भई भीमसेन गएर आराम गरेको स्थानलाई भीमसेन टार भनिन्छ। गन्धर्वहरूले गाना गाएर बसेको टारलाई सारङ्गी टार भनिन्छ। पाण्डवहरूले कृष्णले लडाईँमा पठाए तर उनी आएनन् भनेर आलोचना गरेको ठाउँलाई निन्दा भनिन्छ। पाण्डवहरूको आलोचना सुनेर कृष्ण प्रकट भई पाइला राखेको स्थानलाई कृष्ण थुम्की भनेर चिनिन्छ, जुन झापा जिल्लामा पर्दछ। सत्तालसिंह टाकुरा क्षेत्रमा अहिले पर्यटकीय पूर्वाधार निर्माण गरिएको छ। पर्यटक बस्ने हावाघरसँगै टाकुरा क्षेत्रमा रङरोगनको काम पनि गरिदिएको छ। सत्तालसिंह टाकुराबाट हामी कृषि पर्यटनमा सुपरिचित सलकपुर क्षेत्र पुग्छौं। जिब्रो रसाउने गुलियो सुन्तला, बहुमूल्य अलैँची र महुरीको महका लागि प्रख्यात छ सलकपुर क्षेत्र। सलकपुर नेपाल भारत सीमा छुट्याउने मेची नदीसँग जोडिएको छ। सुन्तलाको खेतीका लागि प्रसिद्ध मानिँदै आएको सलकपुरमा पछिल्लो समय अलैँची, एभोकाडो, अदुवा, अकबरे खुर्सानी, अमृसो र महुरी पालन, सुपारी, लिची साथै फूल खेती पर्यटक लोभ्याउने माध्यम बनेको छ। जिल्लाकै एकमात्र महुरी पालनको स्रोत केन्द्रको रूपमा रहेको सलकपुरमा मह उत्पादनबाट किसानले प्रशस्त आम्दानी गरिरहेका छन्। कृषि क्षेत्रमा भएका यिनै प्रयासहरूलाई लिएर यस ठाउँलाई कृषि पर्यटन मार्गको रूपमा विकास गरिँदै आएको छ। पश्चिम बङ्गालको सिलिगुडी नजिकको सुन्तलाको राजधानी हो सलकपुर। वर्षेनी ठूलो संख्यामा भारतीय पर्यटक सुन्तलाको स्वादमा रमाउन सलकपुर पुग्छन्। अहिले स्थानीय स्तरमा होमस्टेको थालनी भएपछि पर्यटकलाई रात बिताउन पनि सहज हुँदै गएको छ। भारतको लोहागढ, मन्जा, बागडुग्रा, नक्साल, बेलगाछी, पानीट्याङ्की, गलगलियाका पर्यटक सलकपुरमा भेटिन्छन्। झापाबाट बाहुन्डागी हुँदै करिब आधा घण्टामा पुग्न सकिने सलकपुरमा झुल्के घाम हेर्न सकिने डाँडाहरू रम्याङ, गाजले डाँडा, सलकपुर, गुर्दुम डाँडा हुन्। त्यसमध्येमा गुर्दुम डाँडा पर्यटकीय आकर्षणको केन्द्र बनेको छ। मेची नदी र सिद्धि खोलाको रहर लाग्दो दोभान, चियाले ढपक्क ढाकेका नेपाल भारतका डाँडाहरू, झापाका समथर भूभागको दृश्यमा गुर्दुम डाँडाबाट रमाउन सकिन्छ। गुर्दुम डाँडाबाट सूर्योदयसँगै भारतको खरबनीमा छङ छङ बग्ने असले झरनाको दृश्यमा रमाउँदाको मजा बेग्लै हुन्छ। नेपाल भारत सीमा क्षेत्र मेची सिद्धिको दोभानको ब्युटी बोर्डरतर्फ हामी लम्कन्छौँ। गुर्दुम डाँडाबाट अघि बढेपछि 2004 सालमा स्थापना भएको शैक्षिक केन्द्र मोतीराम माध्यमिक विद्यालय पुगिन्छ। ऐतिहासिक मोतीराम माध्यमिक विद्यालय ग्रामीण क्षेत्रका बालबालिकाको शैक्षिक गतिविधिको अध्ययन गर्न सकिन्छ। शान्त वातावरणको मोतीराम माध्यमिक विद्यालयबाट अघि बढेपछि जिम्बोलिङ गुम्बा पुगिन्छ।
बौद्ध धर्ममा आस्था राख्ने धर्मावलम्बीहरूको आस्थाको केन्द्रको रूपमा विकास गरिने गुम्बा निर्माणाधीन अवस्थामा छ। निर्माणाधीन जिम्बुलिङ गुम्बाबाट अघि बढेपछि भीमसेन ढुङ्गा पुगिन्छ। धार्मिक आस्थाको केन्द्रको रूपमा रहेको भीमसेन ढुङ्गालाई पर्यटकीय केन्द्र बनाउनका लागि पूर्वाधार निर्माणको काम धमाधम भइरहेको छ। नेपाल भारत सीमा छुट्याउने मेची नदीसम्म पुग्ने कर्सुङ पदमार्गको सीमा क्षेत्रको अन्तिम पर्यटकीय पोइन्ट हो ब्युटी बोर्डर सिद्धि मेची दोभान। सिद्धि र मेची नदीको दोभान क्षेत्रमा पर्यटकीय पूर्वाधार निर्माण गरी दुई देशका नागरिकको सम्बन्ध सुमधुर बनाउने उद्देश्यले ब्युटी बोर्डर पर्यटकीय पोइन्टको रूपमा अघि सारिएको हो। सूर्योदय नगरपालिका 5 सुङतुङसँगको सिमानामा मेची खोलामा समाहित हुन पुगेको सिद्धि खोलामा पर्यटकीय पूर्वाधार निर्माण गरिएको छ। सिद्धि नदी र छिमेकी राष्ट्र भारतको पश्चिम बङ्गाल राज्यको सिमानामा नागबेली शैलीमा दक्षिणतर्फ बग्ने नेपाल भारत सीमा मेची नदीको दोभानमा बनाइएका पूर्वाधारले घुमफिरमा रमाउनेको मन तानेको छ। मेची सिद्धि दोभानको मध्य भागमा प्रसिद्ध धार्मिक तीर्थस्थल सिद्धि देवी देवीस्थान, विभिन्न प्रजातिका रुखहरू, नदी दायाँ बायाँको प्राकृतिक सुन्दरतामा रमाउन सकिन्छ। त्यसको पूर्वी प्रवेशद्वार काकडभिट्टादेखि 29 किलोमिटर उत्तर र रोङ 6 को मुख्य पर्यटकीय स्थलको पहिचान बनाउन सफल झण्डी डाँडादेखि 8 किलोमिटर पूर्वमा रहेको ब्युटी बोर्डर सिद्धि मेची दोभान योजना सम्पन्न भएपछि स्थानीयको आयस्तरमा समेत वृद्धि हुँदै आएको छ। मेची सिद्धिदेखि भारततर्फ सौरेनी करिडोरको खरबनीको 300 मिटर अग्लो स्थलीय झरना घुम्न आउने पर्यटकहरूलाई ब्युटी बोर्डर सिद्धि मेची दोभान हुँदै महाभारतकालीन इतिहाससँगै जोडिएको भीमसेन ढुङ्गा, सीताधारा, सूर्योदयको दृश्य देख्न सकिने गुर्दुम डाँडा, झण्डी डाँडा हुँदै हाँसपोखरी कन्यामसम्म पुर्याउने गाउँपालिकाको योजना छ। सङ्घीय सरकारको बजेटबाट सिद्धि नदीमा रोङको सलकपुर र सूर्योदयको सुङतुङ जोड्ने 294 मिटर लामो झोलुङ्गे पुल निर्माणको योजना छ। मिनी माउन्टेन रोङ 4 र 6 स्थित जिर्मलेको सलकपुरको दक्षिणी भेगमा अवस्थित निन्दा खोलाको किनारको रमणीय पर्यटकीय स्थल हो। झापाको मेचीनगरको इट्टाभट्टाबाट 40 मिनेटमा मिनी माउन्टेन पुग्न सकिन्छ। निन्दा खोलाको किनारमा प्राकृतिक रूपले ससाना कमेरे पहाडको आकारमा रहेका डाँडाहरूलाई नै मिनी माउन्टेनको नाम राखिएको हो। यसको अर्को छेउमा रहेको खुल्ला मैदानमा रमणीय वनभोज स्थलसँगै विन्ध्यवासिनी मन्दिर अवस्थित छ। रोङ गाउँपालिका 6 मा अवस्थित धार्मिक स्थलमा जिर्मलेको मनोकामना मन्दिर र जौबारीको बौद्ध गुम्बा रहेका छन्। मनोकामना मन्दिर ऐतिहासिक मन्दिर हो। धार्मिकसँगै सांस्कृतिक महत्त्वको मनोकामना मन्दिरमा सबै धर्ममा आस्थावान धर्मावलम्बीहरूले पूजा अर्चना गर्दछन्। जिर्मले क्षेत्रमा बौद्ध गुम्बा अहिले निर्माणाधीन अवस्थामा छ। रोङ गाउँपालिकाले धार्मिक पर्यटकीय गन्तव्य बनाउने उद्देश्यले जौबारीमा गुम्बा निर्माण गरेको हो। तामाङ समुदायको बसोबास रहेको जौबारी क्षेत्र हुँदै रोङ गाउँपालिका 5 मा रहेको शहीद पार्क, ऐतिहासिक देवानछाप, देवानगढी, महानन्द जन्मस्थान, किराँत सांस्कृतिक पार्क भ्रमण गर्ने योजना बनाएका छौँ। अब नेपालकै भाषाशास्त्री महानन्द सापकोटा जन्मेको स्थान देवनछाप, त्यो क्षेत्रलाई चाहिँ हामीले चाहिँ शालिगहरू निर्माण भइसकेको अवस्थालाई चाहिँ ब्युटिफिकेसन गर्नको लागि चाहिँ त्यहाँ विभिन्न पार्कहरू चाहिँ एउटा बनाउने सोचमा छौँ र त्यहाँ चाहिँ हामीले एउटा सांस्कृतिक र चाहिँ एउटा साहित्यिक क्षेत्र बनाउनको लागि चाहिँ अग्रसर भइरहेका छौँ र अब त्यहाँ चाहिँ अत्यन्तै मनोरम चाहिँ ठाउँ भएकोले गर्दा त्यहाँ चाहिँ विभिन्न चाहिँ दृश्यहरू पनि हेर्न योग्य भएकोले गर्दाखेरि चाहिँ त्यसलाई चाहिँ भनेको एउटा टुरिज्म हबको रूपमा अगाडि बढाउने र साथसाथै त्यहाँ नजिकै चाहिँ देवान राजाहरूको चाहिँ एउटा भग्नावशेष अब
चाहिँ त्यहाँ चाहिँ हामीले चाहिँ देवानको चाहिँ सैनिकहरू चाहिँ परेड खेल्ने चाहिँ उसले चाहिँ पहिला चाहिँ त्यहाँ प्रशिक्षणहरू गर्ने ठाउँ र त्यहाँ चाहिँ विभिन्न चाहिँ टुडी खेलहरू रहेछ। त्यसलाई पनि संरक्षण सम्वर्धन गर्दै हामीले चाहिँ एउटा पर्यटकहरूको चाहिँ एउटा प्रमुख केन्द्रको रूपमा अगाडि बढाउन लागिरहेका छौँ। र त्यस्तै गरी हामीले अब चाहिँ मैले अघि पनि भने यहाँ चाहिँ विशेष गरी राईहरूको बाहुल्यता भएकोले गर्दाखेरि अहिले चाहिँ सांस्कृतिक पर्यटनको रूपमा पनि प्रवर्धन गर्नुपर्ने र वास्तवमा पर्यटकहरूको नै रोजाइ त्यतैतिर भएकोले गर्दाखेरि चाहिँ हामीले किराँत सांस्कृतिक पार्क भनेर चाहिँ निर्माण गर्नको लागि हामीले डिपिआर गरिसकेको अवस्था छ र त्यो ठाउँ सायदै जोकै आउनु हुँदा पनि एकदम निकै राम्रो र सम्भावना बोकेको ठाउँ पनि छ र त्यहाँ चाहिँ हामीले अब विभिन्न यो किराँत सांस्कृतिक पार्क अन्तर्गतको चाहिँ त्यहाँ अब हाम्रो राई समुदायसँग सम्बन्धित चाहिँ परम्परागत चाहिँ के अरे संस्कृति झल्किने किसिमका चिजबिजहरू र त्योसँग सम्बन्धित पूर्वाधार निर्माणहरू गर्न लागिरहेका छौँ। रोङ गाउँपालिका 5 को किराँत सांस्कृतिक पार्क धार्मिक तथा पर्यटकीय गन्तव्य हो। आदिवासी जनजाति राई समुदायको बसोबास रहेको गाउँको अग्लो डाँडामा किराँत सांस्कृतिक पार्क बनाई पर्यटनका माध्यमबाट पूर्वाधार विकास गर्ने योजना गाउँपालिकाको छ। दायाँ बायाँ राई समुदायको बस्ती अनि बीचमा आकर्षक डाँडामा पुग्दा हरेकको मन लोभ्याउँछ। 500 मिटर अग्लो डाँडामा पर्यटक बस्ने गोलघर र पदमार्ग निर्माण गरिएको छ। मौसम खुलेका बेला सूर्योदय सूर्यास्त र तराईको मनमोहक फाँटले हरेकको मन लोभ्याउँछ। सांस्कृतिक पार्कको वरिपरि राई जातिको संस्कृति र भाषा जीवन्त अवस्थामा रहेको छ। भाषा र संस्कृतिको संरक्षण गरी पार्क क्षेत्रमा पर्यटकीय पूर्वाधार निर्माण गरी पर्यटनका माध्यमबाट आय आर्जनमा वृद्धि गर्ने योजना छ। रातमाटे पर्यटकीय क्षेत्र रोङ गाउँपालिका 5 मा अवस्थित छ। घरका भित्ता लिपपोतमा प्रयोग हुने रातो माटो पाइने चुरेको अग्लो डाँडालाई नै रातमाटे डाँडा नामाकरण गरिएको हो। घना जंगलमा रहेको रातमाटे डाँडामा वनभोज क्षेत्र बनाई पर्यटनका माध्यमबाट आय आर्जन गर्ने योजना छ। पर्यटक बस्ने गोलघर, विश्रामस्थल, खानेपानी, शौचालय लगायत पर्यटकीय पूर्वाधार निर्माणको काममा संघीय 1 नम्बर प्रदेश सरकार र रोङ गाउँपालिकाबाट योजनाबद्ध विकासका काम हुँदै आएका छन्। सखुवाको जंगलले घेरिएको बहुवन जंगलको बीचमा निर्माण भएको शहीद पार्क, देवान राजाको दरबार भएको देवानगढी अनि भाषा संस्कृतिविद महानन्द सापकोटाको जन्मस्थल देवानछाप ऐतिहासिकसँगै पर्यटकीय सम्भावना बोकेको क्षेत्र हो। बहुवनको जंगल देवान राजाको गढीको सिमाना देवानछाप चिसापानी हुँदै हाँसपोखरी डाँडा, गिद्दे पहराको टुप्पो देउराली हुँदै कर्सोङ पदमार्ग जोडिन्छ। बहुवनको जंगलमा रोङ गाउँपालिकामा राजनीतिक परिवर्तनको क्रममा शहादत प्राप्त गरेका शहीदहरूको स्मृतिमा शहीद पार्क निर्माण गरिएको छ। शहीद पार्कमा बालबालिकाको मनोरञ्जनका लागि बालउद्यान, झोलुङ्गे पुल, शौचालय लगायत पर्यटकीय पूर्वाधार निर्माण गरिएको छ। शहीद पार्क क्षेत्रमा वनभोज खान आउनेहरूको हिउँदामा भिड लाग्ने गर्दछ। पार्क क्षेत्रमा नीलकण्ठेश्वर महादेव मन्दिर र ज्याङिङखर बौद्ध गुम्बा रहेको छ। प्राकृतिक सुन्दरताले भरिएको बहुवनको शहीद पार्कबाट उकालिएपछि पुगिन्छ ऐतिहासिक देवानगढी। देवानगढी क्षेत्र अहिले घना जंगलले घेरिएको छ। गढी क्षेत्रमा अहिले बङ्करको भग्नावशेष मात्रै पाइन्छ। नेपाल एकीकरण अघि देवान राजाले यस गढीमा बसेर शासन गरेको इतिहास छ। देवान भनेको थर नभएर राजाले दिएको पदवी रहेको अध्ययनमा पाइन्छ। गढी क्षेत्रलाई पर्यटकीय आकर्षणको केन्द्र बनाउने योजना अनुसार पूर्वाधार निर्माणको काम हुँदै आएको छ। रोङ गाउँपालिकाले गढी क्षेत्रमा वन जंगल संरक्षणसँगै ट्री हाउस निर्माण गरेको छ। देवानगढीमा बसेर चिसापानीको डाँडा, देवान राजाको
घोडा परेड खेल्ने परेड स्थल बनाएका थिए। देवान राजाको शरीर हेमानको अग्लो रहेको किम्बदन्ती छ। चिसापानीको डाँडामा रातमा घुङ्गुरुको आवाजसहित घोडा हिँड्ने गरेको कथन छ। चिसापानीको थुम्कीको प्राकृतिक रूपमा रहेको देवान राजाको परेड स्थल अति आकर्षक, मनमोहक र सुरम्य रहेकाले जो कोही मोहित हुन्छन्। देवानगढीबाट उकालिएपछि रोङ गाउँपालिका 5 मा रहेको देवान छाप पुगिन्छ। देवानगढीबाट देवान छाप 20 मिनेटको यात्रामा पुगिन्छ। पूर्वको पर्यटक स्थल भूमि राजाले सुरक्षा किल्लाको रूपमा प्रयोग गरेको क्षेत्र देवान छाप भाषा संस्कृतिविद महानन्द सापकोटाको जन्मस्थल हो। भाषा संस्कृतिविद महानन्द सापकोटाको जन्मस्थल देवान छाप साहित्यिक पर्यटकहरूको अध्ययन, अनुसन्धान र साहित्यिक ऊर्जा केन्द्र हो। बहुवन, देवानगढी र देवान छापको यात्रा गर्न झापाको बुद्ध शान्ति गाउँपालिकाबाट साना सवारी साधनबाट 1 घण्टामा पुग्न सकिन्छ। पर्यटकीय गन्तव्य अधिक रहेको रोङ गाउँपालिकाको वडा नम्बर 2 मा रमिते डाँडा, छौरी, गोजे पोखरी र साङ्गे क्षेत्रलिङ गुम्बा पर्यटकीय गन्तव्य हुन्। रमिते डाँडा रोङ गाउँपालिका 2 स्थित कोयाङ खोला नजिकै रहेको छ। थुम्का झै फैलिएको चुरे पहाडको एक रमिते डाँडाबाट इलामको चुरे क्षेत्रको अध्ययन गर्न सकिन्छ। डाँडाबाट माई नदी, बेरिङ लगायत थुप्रै खोलाहरूको दृश्यसँगै तराईका सुन्दर फाँटहरूको दृश्यावलोकन गर्न सकिन्छ। 5 हेक्टर क्षेत्रफलमा फैलिएको रमिते डाँडामा पर्यटक आकर्षित गर्न रङरोगन गरी चिटिक्क बनाइएको छ। बहुमूल्य सखुवा जातको जङ्गलले घेरिएको डाँडामा पर्यटक बस्न र मनोरञ्जन लिने पूर्वाधार निर्माण गरिएका छन्। पर्यटकीय पूर्वाधार निर्माण भएपछि गाउँपालिकाले वनभोज स्थल बनाउने योजना बनाएको छ। र पर्यटनको हकमा हेर्ने भने यो ठाउँमा मैले अघि पनि भने 2-3टा सामुदायिक वन छन्। सामुदायिक वन यति राम्रो छ, जस्तै धेरै यो जात थरीको रुखहरू चाहिँ मिश्रित भएको रुख बिरुवाहरू रहेकोले गर्दाखेरि त्यसै सुन्दरता छ। त्यहाँनिर हेर्दै गर्दाखेरि यो रोङ 2 मा रहेको यो पर्यटनको लागि हामीले एउटा पिकनिक स्पोट तयार पार्दैछौँ। यो रमिते डाँडा, यसलाई पहिला देब्रे डाँडा भनिन्थ्यो, हाल चाहिँ यसलाई अलिकति नामलाई के संशोधन गरेर रमिते डाँडा बनाइएको छ। यसको हामीले औपचारिक रूपमा उद्घाटन गरेको छैनौँ। औपचारिक रूपमा उद्घाटन नहुँदै गर्दाखेरि पनि यहाँ चाहिँ मानिसको आउने जाने क्रम त्यत्तिकै रहेको छ। राति पनि यहाँनिर त्यो डाँडामा गएर मान्छेहरू बिताउने गर्छन्। सुन्दरता छ। एउटा समथर भूभागदेखि अलिकति मास्तिर आउँदै गर्दाखेरि अलिक डाँडाबाट राम्रो सुन्दर ठाउँ देखिन्छ। यहाँ हामीले चाहिँ धेरै ठाउँ मान्छेहरूले भ्यू टावर बनाएर बेक्काइमा खर्च गरिरहेको छ भने रोङ गाउँपालिकामा भ्यू टावरको आवश्यक पर्दैन। हामी त्यसको बजेट पनि लगाउँदैनौँ। राम्रो छ हाम्रो डाँडाहरू, प्राकृतिकले दिएको सुन्दर डाँडाहरू छ। त्यसलाई हामीले अलिकति केही मात्रामा सिँगार्यौँ भन्यो भने पर्याप्त मात्रामा हाम्रो प्राकृतिकले दिएको भ्यू टावरहरू छ, त्यसलाई हामीले प्रवर्धन गर्नका लागि लागिरहेका छौँ। र अर्को हेर्ने भने माथि आले डाँडा भन्छन्, यो शान्तिपुरको टुप्पामै बरको रुख भएको ठाउँमा त्यहाँनिर चाहिँ प्राकृतिक पोखरी थियो उहिले। हामीले हेर्दै गर्दाखेरि हामी बच्चा हुँदै गर्दाखेरि त्यसलाई हामीले पानी सुके तापनि त्यसलाई सानो फेरि पोखरी बनाएर त्यहाँ पर्यटकहरू चाहिँ आउने खालको वातावरण बनाउँदैछौँ। र धर्मको विषयमा हेर्ने हो भने यो 2 नम्बरमा सबै खाले धर्महरू मान्ने समुदायहरू हुनुहुन्छ। त्यहाँनिर हामीले 2टा गुम्बाहरू यहाँ रहेको छ। एउटा साङ्गे क्षेत्रलिङ बौद्ध गुम्बा दुधेमा छ भने अर्को माथि डाँडामा लेप्चा समुदाय अलि रहेकोले गर्दाखेरि लेप्चा गुम्बा छ। रोङ 2 को गोयाङ खोला किनारमा रहेको छौरी धार्मिक महत्त्व क्षेत्र हो। हेर्दा आकर्षक र मनमा चिताएको आकृति ढुङ्गामा देखिने भएकाले छौरी ढुङ्गाको महत्त्व बढेको हो। गोयाङ खोलामा रहेको ढुङ्गा अहिले संरक्षण गरी स्थानीयवासी धार्मिकसँगै पर्यटकीय गन्तव्य बनाउन लागि परेका छन्। साङ्गे छोलिङ गुम्बा रोङ गाउँपालिका 2 स्थित छ। बौद्ध धर्ममा आस्था राख्ने गुम्बाको पुनर्निर्माणको काम हुँदै आएको छ। बौद्ध धर्ममा आस्था राख्ने धर्मावलम्बीहरूको आस्थाको केन्द्र रहेको गुम्बामा विभिन्न अवसरमा सामूहिक पूजाको आयोजना गरिन्छ। गोजे पोखरी रोङ गाउँपालिका 2 स्थित सुन्दर बस्ती
बदमटारमा अवस्थित छ। बदमटारको पुछारमा रहेको गोजे पोखरी ऐतिहासिक पोखरी हो। पानी कटाएर अहिले खेती गरिँदै आएको पोखरी क्षेत्रमा गाउँपालिकाले पुनः पोखरी निर्माण गरी पर्यटकीय आकर्षणको केन्द्र बनाउने योजना बनाएको छ। पुनः पोखरी निर्माणका लागि सम्भाव्यता अध्ययनको काम भइसकेको छ। रोङ गाउँपालिका 2 का पर्यटकीय स्थल र सांस्कृतिक धार्मिक क्षेत्रको भ्रमणपछि हामी रोङ 1 मा पुगेका छौं। बेरिङ भ्याली, तिनतले झरना, आहाल डाँडा र जुरे डाँडा रोङ गाउँपालिका 1 का पर्यटकीय स्थल हुन्। इलामको सूर्योदय नगरपालिका मुहान रहेको जुरे क्षेत्र ठूलो नदी बेरिङको अधिक क्षेत्र रोङ गाउँपालिका हो। बेरिङ नदीको भेलबाट धेरै क्षति गरे पनि रोङ गाउँपालिकाले बेरिङको किनारमा पर्यटकीय सम्भावनाको खोजी गरेको छ। गाउँपालिकाले बेरिङ भ्याली क्षेत्रमा वनभोज स्थल निर्माण गरी पर्यटन प्रवर्धनको काम गर्ने योजना बनाएको छ। सुन्दर बेरिङ भ्याली क्षेत्रमा अहिले झोलुङ्गे पुल निर्माणको काम समेत गरिएको छ। बेरिङ नदी किनारको दायाँ बायाँ बाँध बाँधेर स्विमिङ पुल र वनभोजका लागि आवश्यक पूर्वाधार निर्माण गर्ने योजना छ। सुपारीदेखि लिचीदेखि हुने ठाउँदेखि लिएर माथि गुराँसहरूसम्म फुल्ने ठाउँहरूसम्म भएको हुनाले गर्दाखेरि तल्लो भेगमा चाहिँ सुपारीहरूको उत्पादन हुन्छ। त्यसैले गर्दाखेरि अब यो रोङ 1 मा पर्यटकको हिसाबले हेर्ने हो भनेदेखि तल बेरिङ खोलामा त्यहाँ एउटा बजार मेला लगाइयो त्यसले गत साल। त्यसले गर्दाखेरि त्यहाँ एउटा चाहिँ ग्लोबलको चाहिँ हिसाबले राख्ने भन्ने खालको कुराहरू भएको छ। त्यस पछाडि आएर तिनतले छाँगा यो वडा कार्यालयदेखि मुनतिरपट्टि तिनतले छाँगाको पर्यटनको हिसाबले पर्यटक आउन सक्ने क्षेत्र भएको हुनाले त्यसलाई हिसाब गरिएको छ। र यो आले डाँडा बरको फेद यो हामी 23 सालमा हामी यहाँ आएको हो। 23 सालमा हामी आउँदाखेरि यो बर यस्तै थियो। यहाँ चाहिँ नि थरी खड्गबहादुर थरी मुखियाहरू हुनुहुन्थ्यो। त्यसै गरेर पुराना साथीभाइहरू हुनुहुन्थ्यो। त्यस बेला यहाँनिर हामी चाहिँ चिनीहरू लिन पनि आउँथ्यौँ। त्यस बेला हामी यो रुख हेर्न आउँथ्यौँ। हामी बच्चै थियौँ। त्यो अवस्थादेखि लिएर गएर अहिलेको अवस्थासम्म चाहिँ यो बर सबैतिरबाट झापाको धेरै भागहरूबाट देखिने र यता हाम्रो सूर्योदय नगरपालिकाको आधाभन्दा बढी भागबाट देखिने र रोङको पनि 3 र 4 को आधा भागबाट देखिने भएको हुनाले गर्दाखेरि यसलाई पर्यटकको हिसाबमा यहाँ बाहिरबाट साथीहरू आउने र यहाँ हरेकको पिकनिकहरू खाने गर्नुहुन्थ्यो। त्यसले गर्दाखेरि यो पर्यटक क्षेत्र पक्कै बनाउन सकिन्छ भन्ने हिसाबले हामीले यहाँ आल पोखरीको चाहिँ निर्माण गर्न सुरु गरेका छौँ। त्यसै गरी जुरे डाँडामा त्यहाँ एउटा वरिपरिबाट ठ्याक्कैसँगले उठेको डाँडा, त्यस डाँडालाई भ्यू टावर बनाउने भनेर हामीले थोरै पैसाले त्यहाँनिर चाहिँ त्यो भवन बनाउनको लागि हामीले सरसफाइ गर्न थाल्यौँ। रोङ 2 को तिनतले झरना पर्यटकीय सम्भावना बोकेको क्षेत्र हो। हिउँदामा सिँचाइका लागि प्रयोग हुने भएकाले झरनामा कमै मात्रामा पानी हुन्छ। 3वटा तल्ला भएर झरनामा पानी बग्ने भएकाले तिनतले झरना नामकरण गरिएको हो। जेठबाट असोजसम्म झरनामा पानी पर्याप्त हुने गरेको छ। झरनामा पानी भएकाले आन्तरिक पर्यटकहरूको भिड लाग्न थालेपछि गाउँपालिकाले यहाँ पर्यटकीय पूर्वाधार निर्माण गरेको छ। ऐतिहासिक आहाल डाँडा रोङ गाउँपालिका 1 र 2 मा अवस्थित छ। आहाल डाँडामा सानो पोखरी पनि छ। पोखरी अहिले पुनर्निर्माण गरिँदै आएको छ। डाँडामा ठूलो बरको रुख छ। बरको रुख झापा र इलामका विभिन्न क्षेत्रबाट प्रष्टसँग देख्न सकिन्छ। मौसम खुलेको समयमा भारतको नक्सालबारीबाट पनि यो रुख देखिने गरेको छ। जुरे डाँडा रोङ गाउँपालिका 1 मा अवस्थित प्राकृतिक सुन्दरताले भरिएको क्षेत्र हो। चियाबारीको बीचमा रहेको डाँडाबाट तराईका सुन्दर फाँटहरू, बेरिङ नदीको फराकिला फाँट, सानी पाथिभरा लगायत इलाम र झापाका थुप्रै क्षेत्रहरूको दृश्यावलोकन गर्न सकिन्छ। थुम्कामा रोपिएको चिया बगानमा रमाउन अहिले आन्तरिक पर्यटकहरू यस क्षेत्रमा पुग्न थालेका छन्। जुरे डाँडा क्षेत्रमा पदमार्ग र भ्यू टावर निर्माण गर्ने पनि योजना रहेको छ। पूर्वी पश्चिम महेन्द्र राजमार्गको 4 आलीबाट 20 किलोमिटरको यात्रामा पुगिन्छ रोङ गाउँपालिका 4 स्थित जोरकलश क्षेत्र। पूर्वी पहाडका इलाम,
पास्तर र ताप्लेजुङ जिल्लाको यात्राको एक मात्र मेची राजमार्गको जोरकलसले तराईलाई बिदा गर्दै पहाडी क्षेत्रलाई स्वागत गर्छ। जोरकलस पहाडी यात्राको प्रवेश मार्ग रहेको पर्यटकीय सूचना केन्द्र रोङ गाउँपालिकाबाट सञ्चालित छ। जोरकलसमा स्वास्थ्य, सुरक्षा र खाजा घरहरू व्यवस्थित बनाउने काम समेत रोङ गाउँपालिकाबाट भएको छ। देश र विदेशबाट आउने पर्यटकहरूले रोङ गाउँपालिका एवं पहाडी जिल्ला इलाम, पास्तर र ताप्लेजुङ भ्रमण गर्ने स्थानको बारेमा सूचना यसै केन्द्रबाट सेवा लिन सकिन्छ। अहिले यो 5औं वर्षको पिरियडमा हामीले यो पर्यटकीय क्षेत्रहरूलाई हामीले चाहिँ विकास गर्ने क्रममा अहिले हामीले सामान्यतया यो जोरकलस ब्युटिफिकेसनको कार्यक्रमहरू हामीले ल्याएको छौँ। यसलाई हामीले सुरुको वर्षदेखि नै यसलाई हामीले केही कामहरू गर्दै सुधार गर्दै ल्याएको छौँ र यसको डिपिआर पनि भएको छ र यो डिपिआर अन्तर्गत यसलाई चाहिँ अझै सौन्दर्यता थप्ने कामहरू भइरहेछ। त्यस्तै स्वागत झरना, त्यसमा चाहिँ हाम्रो प्रदेश सरकारबाट केही बजेट ल्याएर केही स्थानीय तहबाट हामीले हाम्रो बजेटहरू लगाएर त्यसलाई पनि केही प्रमोट गर्ने, अगाडि बढाउने गरीको कामहरू गरेका छौँ। त्यस्तै अहिले हाम्रो यो रोङ 4मा बाहुनी खर्क भन्ने ठाउँमा चाहिँ तपाईँको केही मिडियाहरूले त्यसलाई कभरेज पनि गर्नुभएको छ मिनी माउन्टेनको रूपमा। त्यसलाई पनि हामी साइक्लिङ रुट को रूपमा चाहिँ अगाडि बढाउने भनेर तयारी गरिरहेका छौँ। समग्रमा त सुरुमा हामी स्थानीय तह आउनुभन्दा अगाडि नै यहाँनिर चाहिँ हामीले जिल्ला विकास समिति, मेची पहाडी ट्याक्सी व्यवसायी सङ्घ र होटल एसोसिएसन लगायतका संस्थाहरूले चाहिँ यहाँ चाहिँ एउटा सूचना केन्द्र, पर्यटन सूचना केन्द्र स्थापना गरेर इलाममा आउने पर्यटकहरूको लागि चाहिँ यहाँबाट सूचना प्रवाह गर्ने गरीको एउटा सूचना केन्द्र स्थापना गरेको थियो छ भने अहिले पनि हामीले स्थानीय तह आइकन पनि त्यसलाई निरन्तरता दिएको छौँ। जोरकलसबाट 1 किलोमिटर मेची राजमार्ग यात्रा गरेपछि पुगिन्छ स्वागत झरना। मेची राजमार्गबाट 500 मिटर कच्ची पदयात्रा गरेपछि स्वागत झरना पुगिन्छ। रोङ गाउँपालिका 4मा रहेको पूर्वी पहाडको प्रवेशद्वारको रूपमा रहेको स्वागत झरनाले सधैँ आगन्तुक र पर्यटकलाई स्वागत गर्दछ। स्वागत झरनासँगै वनभोज स्थल, विश्राम स्थल, पर्यटकका लागि रमणीय स्थल क्षेत्र हुन्। रोङ गाउँपालिका 4मा अवस्थित मौरी स्रोत केन्द्र मौरी पालनबाट आय आर्जनमा लाग्ने किसानहरूको अध्ययनको केन्द्र हो। मौरी स्रोत केन्द्र नेपालको स्थानीय तहबाट स्थापना गरिएको पहिलो स्रोत केन्द्र हो। भाङटार रोङ गाउँपालिका 3मा अवस्थित छ। मेची राजमार्गको पातली डाँडाबाट भाङटार कच्ची सडक भएर पुग्न सकिन्छ। गुरुङ, राई, लिम्बू आदिवासी समुदायको बसोबास रहेको भाङटार क्षेत्रबाट तराईका भूभागको मनोरम दृश्यमा रमाउन सकिन्छ। रोङ गाउँपालिकाको केन्द्रबाट 1.5 किलोमिटरको दूरीमा रहेको भाङटारमा फराकिलो जमिन रहेकाले वनभोज स्थल बनाउने योजना गाउँपालिकाको छ। रोङ 3मा रहेको गोरे पोखरी ऐतिहासिक सिमसार क्षेत्र हो। मेची राजमार्गको अरियाल चोकबाट 20 मिनेटमा पुग्न सकिने गोरे पोखरीमा सानो मन्दिर समेत रहेको छ। पोखरी संरक्षण गरी पर्यटकीय गन्तव्य बनाउन गाउँपालिकाले गुरु योजना निर्माण गरेको छ। ऐतिहासिक गोरे पोखरी संरक्षणका लागि काम समेत हुँदै आएका छन्। रोङ गाउँपालिका 3मा अवस्थित लाप्चा जातिको थाथलो रहेको स्थल हो चिन्डेपानी। चिन्डेपानीमा लाप्चाहरूको कला, संस्कृति, रहनसहन, जीवनशैली र भाषा जीवन्त अवस्थामा छ। नेपालको इलाममा मात्रै बसोबास रहेको अल्पसंख्यक लेप्चा जातिको भाषा संस्कृति अध्ययनका लागि चिन्डेपानीको विकल्प छैन। लेप्चा समुदायको बच्चादेखि वृद्धसम्मले यहाँ आफ्नै भाषाबाट कुराकानी गर्छन्। कुटी डाँडाबाट 50 मिटर उत्तर लागेपछि मेची राजमार्गबाट बायाँ ओह्रालो 20 मिनेटको यात्रामा
चिन्डे पानी पुग्न सकिन्छ। चिन्डे पानीको प्राकृतिक सुन्दरतामा कतै खोट लगाउने ठाउँ भेटिँदैन। चिन्डे पानी धार्मिक सांस्कृतिक हिसाबले अनुपम गन्तव्य मान्न सकिन्छ। अल्पसंख्यक लेप्चा समुदायको उद्गम थलो यस क्षेत्रमा लेप्चा कला संस्कृतिको संरक्षणका लागि अध्ययन अध्यापन समेत रोङ गाउँपालिकाको पहलमा सुरु भएको छ। चिन्डे पानीमा लेप्चा जातिको आस्थाको केन्द्र 100 वर्ष अगाडि निर्माण भएका मानेहरू रहेका छन्। यहाँ पुग्ने अध्ययनकर्मी र पर्यटकहरूले लेप्चा जातिको औपचारिक अध्ययन, संस्कृति र पुर्खाले प्रयोग गरेका सामग्रीहरूको अध्ययन गर्न पाइन्छ। पहाडका डाँडा पाखामा साहसिक पर्यटन प्रवर्धनका लागि रोङ गाउँपालिका अग्रस्थानमा छ। पूर्वी नेपालको प्रमुख पदमार्गको रूपमा रहेको कर्सङ पदमार्गमा अहिले निरन्तर साइकलबाट यात्रा गर्नेको संख्या बढ्दो छ। तराईको गर्मी छेल्दै हाँसपोखरीबाट साइकल चढेर पुनः झापा पुग्ने युवा युवतीको भिड पछिल्लो समय बढ्दै गएको छ। साइकलको माध्यमबाट पर्यटन प्रवर्धनका काममा रोङ गाउँपालिकाले हाँसपोखरीबाट पहिलो पटक देश विदेशका पर्यटक आमन्त्रण गरी पर्यटन प्रवर्धनको काम थालनी गरेपछि इलाममा साइकल पर्यटनप्रति देश विदेशका युवा युवतीको आकर्षण बिस्तारै बढ्दै गएको छ।